नमस्कार। सम्माननीय गृहमन्त्रीजीले आज विशेष गरी यो गृहमन्त्रीको पद ग्रहण गरिसकेपछि दुईवटा महत्त्वपूर्ण विषयमा निर्णय गर्नुभएको छ। एक, चरित्र हत्या गर्ने कुरामा गृह मन्त्रालय एकदमै धेरै स्ट्रिक्ट भएर अगाडि बढ्नेछ भन्नुभएको छ। र दुई नम्बरको बुँदा असाध्यै धेरै नेपाली जनताहरूले प्रतीक्षा गरेर बसिरहेको बुँदा हो, दरबार हत्याकाण्ड। दरबार हत्याकाण्डको अहिलेसम्म भएको अनुसन्धानहरूको अध्ययन गरी, अहिलेसम्म भएका प्रतिवेदनहरूको अध्ययन गरी यसलाई थप अगाडि लैजाने र यसलाई निष्कर्षमा निकाल्ने। यो हत्याकाण्डको लागि जति सक्दो जति सरकार भने पनि यसलाई दबाउन नै खोजे, लुकाउन नै खोजे। अब आशा गरौँ यो सरकारले दरबार हत्याकाण्डको निचोड निकाल्नेछ। कसले यो घटना घटाएको हो, कसले राजपरिवारको अन्त्य गरेको थियो, यो सबै कुराहरू बाहिर आउँछ भन्ने कुराको आश गरौँ। धन्यवाद।